भर्खर साइप्रस आइपुग्नुभएको छ अथवा आउनलाई तम तयारी हुनुहुन्छ। साथीहरूलाई चाहिँ मेरो जानकारी है। अब हामी नेपाल छोडेर आइएको हुन्छ, नयाँ परिवेश अनि अब के संसारै नयाँ नि हैन। हाम्रो मन आँसिरहेको हुन्छ, अतालिरहेको हुन्छ, डराइरहेको हुन्छ। त्यति बेला चाहिँ अब हामीले कोही नेपालीहरू देख्यौँ भने बोल्नलाई, साधारण मान्नलाई स्वाभाविकै हो नि हैन र हाम्रो लागि त। तर यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने अब सबै त होइन होला, कतिपय घरहरूमा चाहिँ उल्लो घरको नेपाली पल्लो घरमा नेपाली छ भने बोलोस् भनेर चाहिँ चाहँदैनन् रहेछन्, मन पराउन रहेछन् के साथीहरू। त्यही भएर अतालिएर यदि मेरो यो भिडियो सुन्दै हुनुहुन्छ भने अतालिएर चाहिँ बोलाउने यानि कि बोल्ने नगर्नु होला। मेरो पल्लो घर अनि भर्खर आउनुभएको साथी मभन्दा 1-2 महिना अगाडि आउनुभएको रहेछ। अनि मलाई देखेपछि उहाँ पनि बोल्नुभयो। म चाहिँ अलिकति छलिएर मेरो चाहिँ अलिक साउसाउनी अलिक कडै जस्तो लागेर म चाहिँ अलिअलि छलिएर बोल्ने गर्थेँ। अनि एक दिन चाहिँ यो काम गर्नु जाने क्रममा चाहिँ अर्को घरमा चाहिँ के भयो भने मैले काम गरिरहेको थिएँ, एकजना नेपाली साथी देखेँ। अनि मैले हेलो भने, हाई भन्नुभयो उहाँले। अनि के छ भने ठिक छ, तपाईँ कहिले आउनुभएको भनेर उहाँले मलाई सोध्नुभयो। म भर्खरै आएको भनेर भने। तपाईँ मसँग कुरा नगर्नु है, यहाँको म्याडम डेन्जर छ। पहिला पनि तपाईँभन्दा अगाडिकोलाई चाहिँ मसँग बोलेको देखेर थाहा पाएर चाहिँ तुरुन्तै निकालिदिएको हो। हामीलाई निकालिदियो भनेदेखि गाह्रो हुन्छ, नबोल्नु है भनेर भन्नुभयो। अनि सोहीपरि त्यहाँबाट काम सकाएर म फर्केर त्यही दिनमा चाहिँ सायद मैले जानकारी पाउने समय पनि थियो होला। अनि चाहिँ बच्चा डुलाउन निस्केँ। अनि अर्को घरको साथी पनि बच्चै डुलाएर फर्किनु भएको रहेछ, ठ्याक्क भेट्यो। अनि उहाँले नि केही भने होइन, तपाईँको बच्चा कति राम्री नि भनेर भन्यो। हो भने, ल मेरो त बच्चालाई नुहाउनु जानुपर्ने छ, म त गएँ है भनेर। ऊ पनि गइहाल्यो, म पनि गएँ। मेरो म्याडमले चाहिँ फलो गर्नु भएको रहेछ। अनि मलाई त तुरुन्त आएर क्या, अब निस्केको 5 मिनट पनि भएको छैन, तुरुन्त आएर यस्तो हप्काउनु भयो नि, यस्तो हप्काउनु भयो। अनि छक्क परेँ मैले त। अनि के भएर म्याडम, के भएर, के घटना घटेर भने। व्हाट्सएप म्याडम भने। अनि आइन्दा त यसरी मैले बोलेको देखेँ भने तँलाई मैले यो लास्ट वार्निङ दिएको, यसरी बोलेको देखेँ भने तँलाई राम्रो मान्दिनँ भनेर भन्नुभयो के हो। म त चकित भएँ। अनि मलाई यो लाग्यो अब फेरि यहाँ कस्तो हुन्छ भने हाम्रो नेपालमा जस्तो जताततै बाटोमा हिँडिरहेको मान्छेहरू भेटिँदैन क्या। कोही कुरा इमर्जेन्सी परेर सोध्न पर्यो भने, जान्न चाहियो भने। अब यहाँ त